हाम्रो भान्सामा दिनदिनै पाक्ने आलु कहाँबाट आउँछ? खेतबाट, होइन त? तर साँच्ची भनियो भने एउटा सामान्य आलु हाम्रो भान्सासम्म आइपुग्नुभन्दा अघि यसले एउटा सूक्ष्म प्रयोगशालादेखि खेतसम्मको कस्तो रोमाञ्चक र वैज्ञानिक यात्रा तय गर्छ भन्ने कुरा सुन्दा जो कोहीलाई आश्चर्य लाग्न सक्छ। आजको यस प्रस्तुतिमा हामी पोट्याटो प्री-बेसिक सीड अर्थात् पीबीएस उत्पादन प्रविधिको गहिराईमा पुग्दैछौँ। यो वास्तवमै विज्ञान र प्रकृतिको एउटा उत्कृष्ट सङ्गम हो। अब यो पोट्याटो प्री-बेसिक सीड भनेको चाहिँ के हो त? सुन्नुहोस् है, यो खेतमा गएर बिउ रोप्ने कुनै साधारण खेती किसानीको कुरा पक्कै होइन। यो त एकदमै नियन्त्रित वातावरणमा वैज्ञानिक विधि अपनाएर तयार गरिएको पूर्ण रूपमा रोगमुक्त प्रारम्भिक आलुको बिउ हो। एक हिसाबले बुझ्दाखेरि यो सिधै प्रयोगशालामा हुर्काइएको एउटा सुपर सीड हो, जसले भविष्यमा हजारौं स्वस्थ आलुहरू उत्पादन गर्ने बलियो जग बसाल्छ। ल, अब यसको भित्री कुरामा प्रवेश गरौँ। पहिलो चरण, द इम्याक्युलेट कन्सेप्सन अर्थात् एउटा निष्कलङ्क सुरुवात। यो भनेको बिरुवाको जीवनको एकदमै सूक्ष्म र कडा नियन्त्रणमा रहने प्रारम्भिक चरण हो। ठ्याक्कै यही बिन्दुबाट एउटा कुनै पनि खोट नभएको त्रुटिरहित आलुको जीवन सुरु हुन्छ। यो महाकाव्य जस्तो यात्रा आखिर कहाँबाट सुरु हुन्छ त? हेर्नुस्, यसका 3वटा एकदमै महत्त्वपूर्ण कदमहरू छन्। सबैभन्दा पहिला, यौन प्रजननबाट हुर्काइएको 100% रोगमुक्त माउ आलु अर्थात् मदर ट्युबरको छनौट गरिन्छ। यो माउ आलुमा कुनै पनि खोट हुनु हुँदैन, बिल्कुलै पर्फेक्ट। यसको छनौटपछि यसलाई इनभिट्रो अर्थात् सिसाको भाँडोभित्र खेती गर्न थालिन्छ। अनि तेस्रो कदममा त्यसको डाँठलाई गुणात्मक रूपमा वृद्धि गराइन्छ। यो साँच्चै नै निकै संवेदनशील प्रक्रिया हो। अब यहाँ साँच्चीकै रोचक कुरा के छ भने नि, यो इनभिट्रो चरण भनेको बिरुवाको लागि जीवन र मृत्यु बीचको दुसान्त हो। एउटा स्वस्थ डाँठलाई जीवित राख्नको लागि एकदमै विशेष रासायनिक मिश्रणमा राखिन्छ। यसमा जीडीए, साइटोकाइनिन र विभिन्न सूक्ष्म पोषक तत्त्वहरू ठ्याक्कै मिलाइएको हुन्छ। यो अमृत जस्तै झोल बिना त्यो सानो कोषले बाँच्ने र हुर्कने कल्पना पनि गर्न सक्दैन। विज्ञानले आफ्नो जादु देखाउने ठाउँ नै यही हो। त्यसैले त भनिन्छ नि, टिस्यु कल्चर ल्याब ठूलो सङ्ख्यामा बिरुवाहरू उत्पादन गर्न प्रयोग गरिन्छ। यसको अर्थ के हो भने एउटा मात्र माउ बिरुवालाई पूर्ण रूपमा जीवाणुरहित प्रयोगशालामा लगेर द्रुत गतिमा विभाजन गरिन्छ। यो प्रक्रियाले एक प्रकारले भन्दा हजारौंको सङ्ख्यामा क्लोनहरूको फौज नै तयार गर्छ। एउटै स्वस्थ कोषबाट हजारौं नयाँ र दुरुस्तै उस्तै बिरुवाहरू जन्मिन्छन्, जुन सबै आनुवंशिक रूपमा माउ बिरुवा जत्तिकै उत्कृष्ट हुन्छन्। अब अलि अघि बढौँ र हेरौँ यो कसरी तयार हुँदै जान्छ। दोस्रो चरण, भाइरस परीक्षण र जराको विकास। यो आलुको यात्रामा अर्को एउटा अत्यन्तै नाजुक र महत्त्वपूर्ण अवरोध हो, जहाँ पूर्णता अनिवार्य छ। सानो मात्र गल्ती भयो भने पनि सम्पूर्ण मेहनत एकैछिनमा खेर जान सक्छ। यहाँनिर एउटा गम्भीर प्रश्न खडा हुन्छ, भाइरसको स्थिति के छ त? यसको जाँच गर्न एलिजा टेस्ट गरिन्छ। यो परीक्षण भनेको नि एउटा कडा सुरक्षा जाँच पोस्ट जस्तै हो। बिरुवाहरू अघिल्लो चरणमा प्रवेश गर्नुभन्दा अघि यो परीक्षणले भाइरसको संक्रमण शून्य छ भन्ने कुरा सुनिश्चित गर्नै पर्छ। यदि कुनै पनि भाइरसमाथि अलिकति मात्रै शङ्का लाग्यो भने त्यो बिरुवाको यात्रा यहीँ समाप्त हुन्छ। यसले शुद्धताको कति कडा मापदण्ड रहेछ भन्ने कुरा स्पष्ट पार्छ। एलिसा टेस्ट पास गरिसकेपछि मात्र बिरुवामा जरा पलाउने प्रक्रिया सुरु हुन्छ। यो एउटा एकदमै अचम्मको जैविक प्रक्रिया हो। यस चरणमा डाँठको भागबाट जराहरू निस्कन्छन् भने जराको भागबाट डाँठहरू उत्पादन हुन्छन्। यसरी प्रयोगशालाभित्रै बिरुवालाई आफ्नो पूर्ण शारीरिक संरचना विकास गर्न प्रेरित गरिन्छ, जसले गर्दा तिनीहरू वास्तविक जमिनमा जानका लागि पूर्ण रूपमा तयार हुन सकुन्। अब हामी त्यो सूक्ष्म प्रयोगशालाको 4 पर्खालबाट बाहिर निस्केर फराकिलो ग्रिनहाउसको वातावरणमा प्रवेश गर्दैछौँ। यो हो तेस्रो चरण, ग्रिनहाउसमा अनुकूलन। यो त्यो रोमाञ्चक समय हो जहाँ प्रयोगशालाका सुकोमल बिरुवाहरूले पहिलो पटक बाहिरी संसारको हावापानी र माटोलाई महसुस गर्छन्। अनि यसले एकदम गजबले प्रश्न पार्छ कि यहाँ दुई नितान्त फरक संसारहरू बीचको कति ठूलो भिन्नता छ। एकातिर पूर्ण रूपमा नियन्त्रित र जीवाणुरहित टिस्यु कल्चर ल्याब छ र अर्कोतिर अलि कठोर र वास्तविक ग्रीन हाउस वा नेट हाउस छ। यसलाई हार्डनिङ वा अनुकूलन चरण भनिन्छ। ल्याबको सुरक्षित कोठाबाट बाहिर निकालेर बिरुवालाई बाहिरी वातावरण, तापक्रम र प्रकाशसँग जुझ्न र बाँच्न सक्ने गरी बलियो बनाइन्छ।
यो नयाँ वातावरणमा बिरुवाहरूले आफूलाई जसरी पनि ढाल्नै पर्छ। यहाँ मुख्य दुईवटा काम हुन्छन्। पहिलो, हार्डनिङ अर्थात् बिरुवालाई बाहिरी तापक्रमसँग घुलमिल गराउने काम। जब बिरुवाहरू यो चुनौती पार गर्छन् तब मात्र दोस्रो काम सुरु हुन्छ, मिनी ट्युबर अर्थात् साना आलुका दानाहरूको उत्पादन। यो नै यति लामो मेहनतको पहिलो भौतिक प्रतिफल हो। मिनी ट्युबर उत्पादन गर्नको लागि नियमहरू अत्यन्तै कडा हुन्छन्। बालुवा र माटोको अनुपात ठिक 2:1 हुनैपर्छ। त्यसैगरी प्रत्येक पंक्ति र बिरुवा बीचको दूरी 20x10 सेन्टिमिटर हुनुपर्छ। यी कुनै सामान्य सुझावहरू होइनन् है, यी त सफलताका लागि सम्झौता गर्नै नसकिने शर्तहरू हुन्। यो सन्तुलन ठ्याक्कै मिलाउन सके मात्र बिरुवाले सही आकार लिन सक्छ। अब लागौं चौथो चरणतर्फ, बाली भित्र्याउने र वर्गीकरण गर्ने। प्रयोगशाला र ग्रिनहाउसको त्यो रात दिनको कडा मेहनतले अन्ततः फल दिने बेला यही हो। लामो र जटिल वैज्ञानिक प्रक्रियापछि अब हामी अन्तिम उत्पादन प्राप्त गर्ने र त्यसलाई सङ्कलन गर्ने रमाइलो चरणमा आइपुगेका छौं। बाली भित्र्याउने यो समयरेखा पनि एकदमै कडा हुन्छ। दिन 0मा बिरुवा रोपिएपछि बाली भित्र्याउने दिन ठिक 90औं दिनमा तोकिएको हुन्छ। तर यहाँनिर एउटा एकदमै महत्त्वपूर्ण कुरा छ। 80औं दिनमा अर्थात् बाली भित्राउनुभन्दा ठिक 10 दिन अगाडि हल्म पुलिङ गरिन्छ। यसको मतलब आलुको बोटको माथिल्लो भागलाई तानेर निकालिन्छ वा काटेर फालिन्छ। किन त? जसले गर्दा जमिलमुनिको आलुको बोटख्रा बाक्लो, कडा र पूर्ण रूपमा परिपक्व हुन सकोस्। 90औं दिनमा खनेर निकालिएका ती साना आलुहरूलाई तौलका आधारमा एकदमै सूक्ष्म रूपमा छुट्याइन्छ। 5 देखि 10 ग्राम तौल भएका मिनी ट्युबरहरूलाई पहिलो ग्रेडमा राखिन्छ, 1 देखि 5 ग्राम भएकालाई दोस्रो ग्रेड र 1 ग्राम भन्दा पनि कम तौल भएका एकदमै साना दानाहरूलाई तेस्रो ग्रेड मानिन्छ। तौलमा हुने सानोभन्दा सानो भिन्नताले पनि यी बिउहरूको गुणस्तर र भविष्यको मूल्य निर्धारण गर्छ। त्यसैले यहाँ सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने उत्पादन गरेर मात्र पुग्दैन, यसलाई बचाएर राख्नु झनै ठूलो चुनौती हो। यो 5औं र अन्तिम चरण हो, कोल्ड स्टोरेज प्रोटोकल अर्थात् चिस्यान केन्द्रको नियम। यति धेरै समय र स्रोत खर्चिएर बनाइएको बिउलाई सुरक्षित राख्नु नै हाम्रो अन्तिम परीक्षा हो। यी बहुमूल्य बिउहरूलाई जोगाएर राख्नको लागि तापक्रम ठिक 2 देखि 4 डिग्री सेल्सियसको बीचमा हुनै पर्छ। यो कुनै सामान्य चिसोपन होइन, यो एउटा नितान्त आवश्यक शर्त हो। यति कडा मेहनत गरेर निकालिएको यो पीबीएसलाई जीवित, स्वस्थ र अर्को सिजनको लागि तयार राख्न यो तापक्रम कायम राख्नुको कुनै विकल्पै छैन। तर सुन्नुस्, तापक्रम मात्रै मिलाएर पनि पुग्दैन। 90 देखि 95% उच्च आर्द्रता कायम राख्नु पनि त्यत्तिकै अनिवार्य छ। चिसो तापक्रम र अत्यधिक आर्द्रताको यो कडा सन्तुलनले मात्र आलुको बिउलाई सुक्न र तौल घट्नबाट बचाउँछ। यसरी सूक्ष्म प्रयोगशालाको एउटा सानो कोषदेखि सुरु भएको यो वैज्ञानिक र रोमाञ्चक यात्रा अन्ततः चिस्यान केन्द्रमा पुगेर विश्राम लिन्छ। अन्त्यमा यो प्रश्नमा विचार गरौँ, यदि एउटा सामान्य जस्तो लाग्ने आलुको बिउले मात्र यति धेरै वैज्ञानिक पूर्णता, कडा नियम र अनुशासनको माग गर्छ भने हाम्रो भान्सामा पाक्ने खानेकुराहरूमा अरू कस्ता कस्ता लुकेका प्राविधिक चमत्कारहरू होलान्? आधुनिक कृषिको यो गहिराले पक्कै पनि हामीलाई प्रकृतिको विज्ञानप्रति अझ बढी जिज्ञासु बनाउँछ। आजको यो प्रस्तुतिबाट पक्कै पनि नयाँ कुरा सिक्नुभयो होला। हेर्नुभएकोमा धेरै धेरै धन्यवाद।